हेलो एभ्रिवान, सबैजनालाई जोरले नमस्ते अनि स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अनि के छ तपाईँहरूको हाल खबर? मेरो चाहिँ ठिक छ। अनि तपाईँहरूले अब देखेरै थाहा पाइसक्नु होला आज म के बनाउँदैछु भनेर। आज चाहिँ म बनाउँदैछु तिरामिसु डिजर्ट। अनि यो चाहिँ म फर्स्ट टाइम बनाएको अनि फर्स्ट टाइम पनि टेस्ट गर्न लाग्यो। अनि हामीले चाहिँ सुरुमा यस्तो कुकिज जस्तो हामीलाई चाहिन्छ। अनि यसको नाम चाहिँ लेडी फिङ्गर। अनि म त भेन्डीलाई होइन र सर लेडी फिङ्गर भने होइन कन्फ्युज भन्नु त यस्तो सुन्दाखेरि। अनि होइन यसलाई नै भन्छ लेडी फिङ्गर भन्नुभयो। अनि त्यसलाई चाहिँ मजाले एउटा बोल्डमा राख्ने अनि त्यसलाई कफीले चाहिँ एकदम डिप गर्ने कि एकदम मजाले भिजाउने। अनि त्यसपछि चाहिँ बल्ल माथिबाट फेरि व्हिप क्रिम लाउने। अनि खास त यसमा हामीलाई चिज क्रिम चाहिन्छ। चिज क्रिम नभएको कारणले गर्दाखेरि व्हिप क्रिममा चाहिँ हामीले व्हाइट चक्लेट मिक्स गरेर राखेको थियो, यस्तो मिठो भएको थियो। अनि त्यही प्रोसेस सेम गर्ने, त्यही लेडी फिङ्गर राख्ने अनि कफीले मजाले डिप गर्ने, एकदम मजाले भित्रसम्म भिजाउने। अनि त्यसपछि व्हिप क्रिम लगाउने। क्रिम लगाउँदा चाहिँ त्यो बोल्डको माथिल्लो भागसम्म एकदम मजाले लगाउनुपर्छ कि भरे भराउ क्रिम लगाउनुपर्छ। अनि त्यसलाई चाहिँ मजाले नाइफले एकदम बराबर सेप गर्नुपर्छ कि त्यो डाँडा काँडा भयो भने चाहिँ त्यो राम्रो हुँदैन। अनि मैले चाहिँ मजाले त्यो नाइफको सहायताले त्यसलाई बराबर गराएँ। अनि सरले चाहिँ त्यो साइड साइडमा लागेको क्रिम पुस्नु भयो। अनि त्यसपछि चाहिँ त्यसको माथिदेखि चाहिँ हामीले कफी टपिङ गऱ्यो। मैले त अब त्यसो झर्दै झर्दैन नि त, त्यही भएर चिया छान्नेको सहायताले चाहिँ माथिदेखि त्यो चम्मचले हल्लाएर चाहिँ मैले त्यो झारेँ। अनि त्यो कफी राख्दाखेरि चाहिँ हामीले त्यो सेतो व्हाइट क्रिम चाहिँ त्यो व्हिप क्रिम देखाउनु हुन्न कि मजाले सबै भर्नुपर्छ। अनि त्यही भएर मैले सबै गराएँ। त्यसपछि चाहिँ यसलाई एकछिन सेट हुनको लागि चाहिँ फ्रिजमा राख्नुपर्छ मजाले। अनि त्यसपछि हाम्रो रेडी भयो। अनि सरले कटिङ गर्न सिकाउनु भएको थियो। अनि त्यो काट्दा चाहिँ नाइफ पुस्दै अनि त्यसलाई कट गर्दै गर्नुपर्ने रहेछ, नै त त्यो क्रिमले गर्दाखेरि त्यो कफीको त्यो लेयरिङहरू बिग्रिने रहेछ कि अलिक नराम्रो पनि देखिन्छ। अनि त्यही भएर मजाले त्यो पुस्दै कटिङ गर्दै गरेँ। अनि हामीले कटिङ पनि गऱ्यौँ। अनि यो चाहिँ हामी सबैजनाले फर्स्ट टाइम नै बनाएको है। अनि कस्तो राम्रो भएको नि, तलपट्टिको चाहिँ अलि मजाले त्यो लेडी फिङ्गर चाहिँ अलि मजाले डिप नभएको रहेछ कि कफीले, त्यही भएर चाहिँ त्यो अलि हार्ड भएको थियो। सबैजनाले फर्स्ट टाइम बनाएको अनि फर्स्ट टाइम नै टेस्ट गरेको अनि सबैलाई मन पर्यो, मलाई नि एकदम मन पर्यो। अनि कफीको फ्लेभर पनि आउँछ, यस्तो मिठो हुन्छ। अनि तपाईँहरू पनि क्याफेमा जानुहुन्छ भने तिरामिसु भनेर अर्डर गर्नु, यस्तो मिठो हुन्छ, पक्कै पनि तपाईँहरूलाई नि मनपर्छ। अनि आजको मेरो मिनी ब्लग यति नै है त, बाई, थ्याङ्क यू फर वाचिङ।